विश्वास भाइ के काम छैन? केही छैन। पार्टीको मिटिङ छ, 200 रुपियाँ दिन्छु हिँड। हुन्छ। खाली सोच। 200 दिन्छु आइज। खाली छ से 200 दिन्छु हिँड। हेलो हाई वेलकम छ तपाईँहरूलाई गाउँले न्युजमा र म तपाईँहरूको साथी सुलेमान कार्की र अहिले चाहिँ गाउँघरमा एकदमै इलेक्सनको हल्ला चलिरहेको छ होइन र आज चाहिँ हामी जनताहरूकोबाट जान्नेछौँ कि यो इलेक्सनमा के कसो हुन्छ, कसले जित्छ, कताबाट सपोर्ट हुन्छ है। र आउनुहोस् हामी र यहाँनिर हाम्रो एकजना भाइ उभिरहनु भएको रहेछ। भाइ तपाईँको नाम? भन्नुहोस्। र योपालि तपाईँ कुन चाहिँ पार्टीलाई भोट दिन्छु भनेर सोच्नु हुँदैछ? खै म त मेरो साथीलाई भोट दिउँ भनेको, साला त्यसले 2 महिना भइसक्यो बिहा गरेको, पार्टी नै दिँदैन। तिमी त हेब्बी फनी रहेछौ। मेरो नाम फन्नी सन्नी होइन, मेरो नाम मुठी बहादुर। र मुठी बहादुर, योपालिको इलेक्सनमा तपाईँले कुन चाहिँ पार्टीलाई भोट दिनुहुन्छ? ए त्यसो भन्नु न अन्त, जुन चाहिँ पार्टीले सबसे भन्दा बेसी पैसा दिन्छ भोट त्यसलाई। अहिले पनि निकै अचम्मको कुरा गर्नु हुँदो रहेछ हौ। ठिकै त हो। त्यो सबै छोडिदेऊ। र एमएलए कसरी छान्छ त्यो याद छ तपाईँलाई? पागल हो तिमी? एमएलए कसरी छान्छ मलाई के याद? अहिले यहाँ गाउँघरको मान्छेले सुन्यो भने फेरि तिमीलाई पागल भन्छ नि। अरे अनपढ मान्छे, इलेक्सनमा एमएलएलाई कसरी छान्छ त्यो पो सोधेको त मैले। त्यसो भन न अन्त। अब सिम्पल छ, हाम्रो गाउँमा बेलुका भएपछि 2-3 जना मान्छेहरू आउँछ, मान्छेहरू आएर पैसा बाँड्छ हो। पैसा बाँडेपछि जसले पैसा दिन्छ म त्यसलाई भोट दिन्छु, जसले खट्टु दिन्छ म त्यसलाई भोट दिन्छु, बिहान पनि जान्छु पर्खिबस्छु, जसले पैसा दिन्छ त्यसलाई भोट हाल्छु। बास भोट हाल्यो, पैसा दियो भने भोट हाल्ने हो, पैसा दिएन भने भोट पनि हाल्दिनँ। बास त्यत्तिकै घर आउँछु, सुत्छु, बास सक्यो भोट। अब हाम्रो जनताहरू यस्तो छ भने झन् नेताहरूलाई त के भन्नु? हुँदैन भाइ, क्यामेरा बन्द गर्छु। तिमीहरूको गाउँमा चाहिँ कति बाँड्छौ? क्यामेरा बन्द गरिदिनु भाइ। ओ माम्स, आज त इलेक्सन डे, जाँदैनस् भोट लाउनु? यस्तो गरममा लाइनमा बसी भोट हालेर को चाहिँ आउँछौ? नजोती बन, भोटर आइडी छैन। के भयो? इलेक्सन मिटिङ छ, जाँदैनस्? हिँड सँगै जाऊ। ए जाँदिनँ म, कलेज जानुपर्छ, जाऊ। अरे देशको बारेमा सोच्दैनस् त? रेस्पोन्सिबिलिटिजहरू छैन तेरो? केही छैन, जे पनि हुन्छ सब पढाइ पछि। ए भाइ तँ अब अलिकति यस्तो इलेक्सनहरूतिर हिँड्छस् भने चाहिँ अब कुन चाहिँ पार्टीले जित्छ होइन के कसो छ तँलाई तेरो अलिकति एजुकेसन पनि बढ्छ नि त भाइ। इरि नगरे, म कलेज गएको मान्छे, तिमी जाऊ कि बोलाइदिउ। ल भाइ त्यसो भए तँ जाँदैनस् भने भाइ जो पार्टी इलेक्सन गर्दैछ त्यसलाई 1000 रुपियाँ दिँदैछ अरे, त्यो बाउलाई भनिदिन्छ। हाम्रो पार्टी जिन्दाबाद जिन्दाबाद, हाम्रो पार्टी जिन्दाबाद जिन्दाबाद। ल भाइ, तिमीलाई हालिदिन्छु। हुन्छ, धन्यवाद तपाईँहरूलाई। तिमीलाई हाल्यो भने चाहिँ के गर्छौ भाइ? तपाईँको जे पनि समस्याहरू छ, जे पनि प्रब्लम छ, त्यो सबैको समाधान हामी गर्छ नि। प्रब्लम भन्ने चाहिँ यस्तो हो कि भाइ, म अस्ति हस्पिटल गएको थिएँ खोकी लागेर। के भने डक्टरले मलाई याद छ? के भन्यो? खोक्नु भन्यो। तपाईँले दिलाकी त राम्रो गर्नुहुँदो रहेछ। तपाईँको प्रब्लम चाहिँ के छ त्यो भन्नुहोस् न। भित्र मेरो बुढी छ, जाऊ त्यही हो मेरो प्रब्लम, हटाइदेऊ त। यहाँ चाहिँ कसरी गर्नु अङ्कल?
अब प्रब्लम भनेको त त्यही हो त। तिमीहरू त्यति त गर्न सक्दैन, कसरी भोट जित्छ? अरे अङ्कल, तपाईँको प्रब्लम भनेको चाहिँ जस्तै रोडको प्रब्लम, इलेक्ट्रिकको प्रब्लम, जस्तै गभर्मेन्टको कामहरू अर्केको छ भने त्यस्तो प्रब्लम, त्यस्तो छ भने भन्नुहोस् न, हामी गरिदिन्छ। अब रोड त चकाचक छ, इलेक्ट्रिकको पनि केही प्रब्लम छैन, गभर्मेन्टमा केही काम रोकिन्छ भने पनि भइहाल्छ, किनभने मै त गभर्मेन्ट अफिसर। पहिला तिमी एउटा काम गर, के गर्नु अङ्कल? तिमीहरू गइहाल यहाँबाट। हाम्रो पार्टी जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। सर 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 कतिजना हो तिमीहरू? सर हामी 2 भोट। 2 जना। सर 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 मेरो घरमा पनि मान्छेहरू छ, 4 जना आमा बाबा, 2 जना भाइहरू छ, 4टा भोट छ सर। सर मेरो घरमा पनि छ, कतिजना? 4 जना। सर 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 मेरो मामा माइजू पनि त छ। मामा माइजू चाहिँ कहाँ थियो अहिलेसम्म? हजुर त्यो बाहिर काम गर्नुहुन्थ्यो कि मामा माइजू चाहिँ। सर मेरो पनि त काका र काकी छ अझै घरमा। सर मेरो 2 जना साथीहरू पनि थियो कि, तिनीहरूले पनि भोट हाल्छु भन्दै थियो। सर मेरो बाजेले पनि कल गरेको थियो कि। त्यो मेरो गर्लफ्रेन्ड पनि थियो कि। ತನ್ನ ತನ್ನೇನ ತನ ತನ್ನನ ತನ್ನನ ತನ್ನೇನ ತನ್ನನ ತನ್ನೇನ ತನ ತನ್ನನ ತನ್ನನ